हेलो गाइज, ब्याक टु माई युट्युब च्यानल। आज चाहिँ हामी कान्छा मामाबाट जान लाग्यो जयनगरतिर। हामी कमसेकम धेरै भइगयो नगएको, कमसेकम 5 वर्ष समथिङ 5 वर्ष भइसक्यो नगएको। आज हामी जान लागेको छौँ। हाम्रो आज जान लागेको चाहिँ म अन्टीहरूसँग हो। हाम्रो कान्छी आन्टी हुन्छ यहाँ, लिपस्टिक चल्दैछन्। अन्त माइली आन्टी, एउटा मम्मी, एउटा नानी, एउटा दिदी हुनुहुन्छ। त्यति त हो नि, अर्को हुनुहुन्छ। सम्झिनु जाँदैन, सम्झिन जाने अरे हामी यति जान लाग्छ। सरप्राइज हो कि कस्तो हो? फोन गर्नु भएको नै? किन फोन गरेर त्यस्तै खसी काट्नु पठाउँथ्यो भनेर। न हामी लाग्यो पहिला त बाइकतिर। बाइकपट्टि देखाउँदैछु, म हजुरलाई सिन देखाउँदैछु, ब्याकग्राउन्ड देखाउँदैछु है। फाइनली गाइस हामी चाहिँ अगाडि आइसकेको गाडीमा पेट्रोल हाल्न लाग्यो। अनि हाम्रो सबै यी ग्रुपहरू हेलो गर्नुहोस्। हेलो 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 गाइस, हामी जान लागेको छौँ कान्छा मगर। बाँकी पनि अब म देखाउँछु हजुरलाई, बाँकी सिन देखाउनेछु हजुरलाई मैले यतातिरको। फाइनली हामी पुगिसकेका छौँ, हेर्नु सक्नुहुन्छ। माइजू नमस्कार। नमस्ते माइजू, यहीँ आउनु सक्नुहुन्छ। फाइनली हामी पुग्छौँ। बाटोमा ट्राफिकले झ्याउ गरेर 1 घन्टा ती कुरेर सुति थियौँ। अब बल्ल बल्ल पुग्यौँ। अब टक्क अब के पाइन्छ जानकारी भित्रतिर। फाइनली हेलो गाइस, फाइनली हामी चाहिँ खाना खान लाग्दिएको। खाना हालिसकेको छन् हाम्रो दर्शकहरूले। यहाँ बसेर खाने खाना यहाँ हाम्रो यहाँ लाइन हुन्छ। यस्तो क्यामेरा उक्रेर कस्तो गिल्ला तानी फाइनल हेर्नु सक्नुहुन्छ। मासु यता आन्टी हुनुहुन्छ, यता माइली आन्टी हुनुहुन्छ। यो मुस्कान हेर्नुहोस्। अनि यता मेरो मान्छे, यता दिदी, यता दिदी गुन्डिनी हेर्नु सक्नु। यो हाम्रो घर चाहिँ फोमा खेलेको, फ्रीमा खेलेको। अनि हामी बसेर खाना यहाँ खाने हो। यो बाबा खाना हेर्नु सक्नुहुन्छ। फाइनली म खाना खाएको। फाइनली गाइस खाना खाएर चाहिँ यस्तो अब दिदी र गुन्डिने दिदी भनेर दिदी र म चाहिँ यता पसलतिर गाईचुरलाई पचेन, खाना पचेन, धेरै खाइके मासुमा। त्यो हजुर मलाई लिन आएको छु म यहाँ। पसला आन्टीको दोकान हेरेको छु दोकान। दोकानमा पाइन्छ कि पाएन हजुरलाई त्यो बोलाएको नि त। दोकानको मान्छेलाई बोलाउने हो आउँछ यहाँ। कसरी हेरेर हेर्नु त मलाई किन रहेछ मलाई। फाइनली गाइज मैले चाहिँ ललिपप किनेर ल्याइसकेको छु। अनि हाम्रो मासु भात पचाउन नसक्ने टोलीहरूलाई चाहिँ हजुर मलाई ल्याइदिन्छु। अनि गुन्डीले गजबतिर खाने गजब दिँदैछु। अनि हामी चाहिँ यस्तै दिने हो। यो भिडियो हजुरलाई साँझ आउँछ। साँझ अब त्यो भिडियो हेरिदिनु होला, माया देखाइदिनु होला। साँझ घर फर्किनु भइहाल्यो हजुरलाई म भिडियो।
हजुरहरूले बाघ देख्नु भएको छ कि नै? मैले बाटो बाटोमा बाघ भेटाइसकेको छु। हेर्नु सक्नुहुन्छ, बर्दियाको बाघ आयो, बर्दियाको बाघ। बाघ टाढेबाटै बाघ भेटिसकेको छ। यता ए बर्दियाको बाघ। के हो यस्तो? कौन सा कलर आने छ रे? बाप रे बाप, ए माथि छ। तेरो बर्दियाको बाघ। लोक गाइस, फाइनली हामी सुतेर उठेर हामी टक्क आएछौँ। हाम्रो त सोल्टिनाको घर जाने भनेर यहाँ सोल्टिना घर आएको छौँ। सोल्टिना घर यही होला। क्या म चाहिँ पहिला सानैमा आएको, याद छैन केही पनि। फेरि आएको छ। ओ नो, दामी छ त। नमस्ते आन्टी, नमस्ते नमस्ते। हाम्रो आन्टी यहाँ हुनुहुन्छ। फाइनली हजुरलाई त्यतिर आएर घुमेर कस्तो फिल लाग्यो? ए हाम्रो आन्टी त फेरि बहुत विश्व सुन्दरी हो, तर आजभोलि नेपालमा आएर घामले डरेर कालो भइसके। गुन्डिनी यताबाट हेर्न सक्नुहुन्छ। गुन्डा अब हामी यस्तो यहाँ बसेर पछि भिडियो